हौवा सेवा मगराचा किराँत मेरो विभिन्न अभियानहरूमध्ये भनौँ न यो जसरी मैले किराँत हरूको संस्कार संस्कृतिलाई चाहिँ अब बचाउनु पर्छ। यो अमूल्य संस्कार संस्कृतिलाई बचाइएन भने अब हामीले हाम्रो अस्तित्वलाई चाहिँ अब सिध्याउँछौँ भन्ने अब मेरो चाहिँ बुझाइ हो। र त्यसैले हामीले हाम्रो नछौँ नक्सो हरूलाई चाहिँ अब कसरी अब बचाउन सकिन्छ भन्ने मेरो मुख्य चिन्ता हो। किनभने दिनानुदिन अब हाम्रो नक्सो अर्थात् नछौँहरू चाहिँ अब सिद्धिँदै अब गइराख्नु भएको छ। यसको मुख्य कारण चाहिँ भनौँ न अब एउटा आर्थिक पक्ष हो। आर्थिक पक्ष यति भनौँ न अब अहिले अब भनौँ न मुख्य कुरा भएर गएको छ। जो आर्थिक बिना तपाईँ हामी अब केही गर्न नसक्ने अवस्थामा छौँ। त्यसैले पनि भनौँ न अब हाम्रो नछौँहरू आर्थिक कारण अब दिनानुदिन भनौँ न नछौँ हुने बाटोहरूलाई काट्दै गइराख्नु भएको छ। यो चाहिँ हाम्रो लागि अत्यन्त दुःखद कुरा हो। अब हुन पनि अब उहाँहरूलाई भनौँ न हामीले प्रशस्त रूपमा नभए पनि उहाँहरूलाई एउटा सामान्य रूपमा एउटा जीवन बिताउनको लागि पनि हामीले आर्थिक स्रोत चाहिँ जुटाउनुपर्छ भन्ने मैले आवाज उठाउँदै आइरहेको छु। र अर्को पक्ष भनेको चाहिँ सम्मान हो। हेर्नुहोस्, सम्मान भन्ने कुरा पनि मानिसहरूको लागि अति नै महत्त्वपूर्ण कुरा हो। अब जहाँ सम्मान हुँदैन त्यहाँ कुनै पनि व्यक्तिको अर्थ पनि हुँदैन, मूल्य पनि हुँदैन। त्यसैले अब हेरौँ न अब अरू धर्मगुरुहरूको अब कुराहरू हेरौँ, उहाँहरूको कुराहरू सुनौँ, उहाँहरूको अब जीवनशैली हेरौँ कति उत्कृष्ट छ। उहाँहरू आर्थिक रूपमा पनि सम्पन्न हुनुहुन्छ भने त्यत्तिकै सम्मानित पनि हुनुहुन्छ। तर हामी किराँतहरूमा अब रहेको नक्सौँहरूको अब त्यो खालको न जीवनस्तर छ न त्यो खालको सम्मान छ। त्यसैले पनि मैले उहाँहरूको जीवनस्तर एक हदमा राम्रो हुनुपर्छ भन्ने अब मैले चाहिँ अब भन्दै आइरहेको छु। र यसैको लागि पनि मैले मेरो गाउँमा गएर अब 3 जना नछौँहरूलाई चाहिँ अब सम्मानसहित नगद सहयोग पनि गरेको छु। यो कार्यक्रम गरेपछि उहाँहरू अत्यन्तै उत्साहित हुनुहुन्छ र यसको प्रभाव अब बिस्तारै बढ्दै गएको छ भन्ने हो। र यदि तपाईँ हामीले पनि हाम्रो मूल्यवान संस्कृतिलाई अब निरन्तरता दिनुपर्छ भने हाम्रो नछौँ हुन हामीलाई जरुरी छ। तपाईँहरूले देखिराख्नु भएको छ झैँतैँ हिजोको अवस्थामा जति धामीहरू अथवा नछौँहरू नक्सहरू हुनुहुन्थ्यो आज त्यो क्रमशः कम हुँदै गइरहेको छ। त्यसैले तपाईँ हामीले जहाँ छौँ जसरी रहेको छौँ अब आर्थिकमा सकिन्छ भने आर्थिक रूपले सहयोग गरौँ, अब नैतिक रूपमा पनि सहयोग गरौँ, अब सकिन्छ भने अब भौतिक रूपमा पनि उहाँहरूलाई सहयोग गरौँ। र यसरी तपाईँ हामीले आर्थिक रूपमा सहयोग गर्दै सम्मान गऱ्यौँ भने पक्कै पनि हाम्रो धामीहरू फेरि पनि अब हिजोको लयमा आउने छ भन्ने मलाई चाहिँ लाग्छ। हुन त अब बहस हुँदै जाँदा कुराकानी हुँदै जाँदा सायद अब हाम्रो नछौँहरू अब सिद्धिन्छ भन्ने अब धेरैको भनाइ छ। तर मलाई चाहिँ यस्तो लाग्छ कि जबसम्म हामी सत्य हुन्छौँ, सत्यमा रहन्छौँ, तबसम्म हाम्रो धामीहरू आउनुहुनेछ। र हामीले हाम्रो कल्चरलाई, हाम्रो रीतिरिवाजलाई, हाम्रो परम्परालाई निरन्तर दिन सकिन्छ भन्ने मेरो चाहिँ बुझाइ हो। त्यसैले उहाँहरूलाई एउटा आर्थिक रूपमा पनि सम्पन्न गर्न र सम्मानित गराउनको लागि पनि मैले अब हाम्रो साकेला थान पस्ने दिन चाहिँ अब उहाँहरूको हातबाट धामी अर्थात् नछौँ नक्सहरूको हातबाट चाहिँ अब टिका लाउने अब परम्परा मैले सुरु गरेको छु। र यो चाहिँ अब गाउँदेखि लिएर मैले युएसएसम्म जहाँ म पुगेको छु त्यहाँ मैले यो कार्य चाहिँ गर्दै आइरहेको छु। यो कार्य गरेपछि अब हाम्रो नछौँ अब आर्थिक रूपमा केही भए पनि उहाँहरूलाई सहयोग भएको छ र सम्मानित पनि हुनुभएको छ। साथै उहाँहरू
अत्यन्त खुसी हुनुभएको पनि मैले यो महसुस गरेको छु, मैले देखाएको छु। त्यसैले हामीले हाम्रो नक्सहरूलाई चाहिँ अब आर्थिक रूपमा हामीले सकेसम्म सहयोग गरौँ, त्यत्तिकै सम्मान गरौँ। उहाँले पनि म सम्मानित छु है मेरो समुदायबाट भन्ने त्यो खालको चाहिँ हामीले फिल ल्याउन सकियो भने, त्यो खालको अनुभूति चाहिँ उहाँलाई गराउन सकियो भने पक्कै पनि हाम्रो धामीहरू कदापि अब सकिने छैनन्, कदापि बाटो बोल्ने छैनन् र बाटो काटेर अगाडि बढ्ने छैनन्। उहाँहरूले जुन भनौँ न एउटा अदृश्य शक्ति लिएर आउनु भएको छ, यो संसारमा सायद यस्तो अदृश्य शक्ति लिएर आउने कमै मान्छेहरू हुनुहुन्छ। भनौँ विभिन्न धर्महरूको अब धार्मिक गुरुहरूको यो खालको अदृश्य शक्ति चाहिँ मलाई छैन भन्ने लाग्छ। तर हामी किराँत राईहरूको नछौँ अर्थात् नक्सोमा चाहिँ त्यो खालको अदृश्य शक्ति छ। त्यो पाउन नै हाम्रो लागि अहभाग्य हो, हाम्रो गर्वको कुरा हो। त्यसैले यसलाई बचाउनको लागि र हाम्रो नक्सलहरूलाई एउटा निरन्तरता दिनको लागि पनि उहाँहरूलाई आर्थिकमा सम्पन्न गरौँ र सम्मान गरौँ भन्ने कुरालाई चाहिँ मैले महसुस गरेर उहाँहरूलाई सम्मान गर्दै आइरहेको छु। हेर्नुहोस्, इन्जोय गर्नुहोस्। ल हस् हजुर हस्। हुनेले गर न हुनेले गर न सही गर नहुने जस्तो तिमीलाई आशीर्वाद लाग्दैन। शिरमा लगाइदिनु न, शिरमा दाजै गोजीमा लगाइदिनु हुन्छ। भएन दाजु, दिएको भएन। उयो 5 5 5 देखाउनु मेरो कसले रेकर्ड गरिदिनु यो आफ्नो आफ्नो मेरो एउटा फोटो खिच्नु पैसा धामी हो एकछिन है हातमा कपा हो ल यहाँ समात त यहाँ यहाँ उसको प्रस्ताव हो हामीले यसै गरेको छौँ राम्रो कुरा अरू आउँदैन फेरि यस्तो गरेर अरू आउनु पऱ्यो बाँकी चाहिँ के उसको प्रस्ताव हो
यो कहाँबाट यो तार दुई के मेरो बसिरहेको ए ल ल ठिकै छ बस्दैनस् हामी अब साकेला सकेर आउँछौँ हामी अब 3 बजीतिर झर्छौँ होइन ल बस्दै गर्नु ल कसै बनाउने है ल यता पनि नमस्ते ठिकै छ ए दाजु चुपाला हो हजुर चुपा संस्थाको यो च्याप्टरको वरिष्ठ उपाध्यक्ष बसन्ती राईलाई चाहिँ मलाई वेलकम गर्नलाई म अनुरोध गर्छु कहाँ हुनुहुन्छ खै बोलाउनु यता चाहिँ पर्की भाइ एकछिन यता आउँछु यहाँ सुरु दिनु न नानी बहिनी यहाँ सुरु दिनु न हो त्यहाँ सबैले ल गुड ए जोइसा रोशन सुदीप सौरभ भाइ सौरभ सुदीप जाति मेरो टिका लगाउँछ हुन्छ पहिले टिका लाउनु भाइलाई टिका सुधार आउन यहाँ सिर्जना आऊ भाइ पनि जान्छु भाइ पनि बहिनी तपाईँ आउनु यहीँनिर गइसक्यो बहिनी नाति नाति जानु
खिचिदिनु है हाम्रो न्युयोर्कको हाम्रो युनाइटेड नेसन अफ अमेरिका हिरो लास्टमा हिरो चाहिँ लास्टमा आउँछ भन्थ्यो त्यसरी दादा मैले मान्ने भने त्यसमा दादाले मात्रै हो ए हामी चाहिँ के खोइ तपाईँहरू त उयो हो नि त बाबै बुवा अनि बाबै चाहिँ बाउसमान होइन ए बाजे बुवा आई लभ यु अनि त्यसो भन्नु होइन दाजुलाई त सानैदेखि देखेको नि त मैले आई वाज भेरी यङ यता हेर्नु त दादा अलिकति यता 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 बाबा फेरि एकखेर आऊ न बोलाएपछि आइहाल्नुपर्छ ए पर जा थ्याङ्क यू यो मेरोबाट हो क्या हैन तिमी किन फोन खिच्न आउँछौ ए ल ल यो कसले समात्ने होइन एकछिन बसन्ती एकछिन समात्यो ल ल ल होइन दाजु सिधै दाजुले गरिहाल्छ त्यस यो पानी टिका लानु अघि खुसी लाग्यो हिजो बन्द जस्तो लाग्यो दाजु एकछिन बस्नु न एकछिन बस्नु न यहाँ म पनि खिच्छु न होइन आफूलाई पनि गर्नु सबैलाई हल्का यता हेरे हल्का ल बाबै उता जानु उता गएर हाल्ने नि त उता जानु यहाँ मेरो ब्याट्री सेटमा मेरोबाट गर्छु त्यस्तो हामी यताबाट गर्नेछौँ मेरोबाट गर्नेछौँ आजको यो न्युयोर्क च्याप्टरले आयोजना गरेको साकेला उभौली 2025लाई सुशोभित गर्न भव्यताका साथ सम्पन्न गर्न हाम्रो हाम्रा कलाकारज्यूहरूलाई हाम्रो यस न्युयोर्क च्याप्टर मार्फत सम्मान गर्ने क्रममा सर्टिफिकेट तयार भइसकेको छ र यस सम्मान पत्र ग्रहण गरिदिनु हुन सर्वप्रथम म साकेला सिलीका प्रमुख व्यक्तित्व कल्चर कोअर्डिनेटर श्री रोशन राईज्यूलाई म यो स्टेजमा आमन्त्रण गर्न चाहन्छु। रोशन राईज्यू यहाँलाई यस न्युयोर्क च्याप्टरको तर्फबाट तयार गरिएको सर्टिफिकेट छ, सर्टिफिकेसन अफ एप्रिसिएसन मिस्टर रोशन राई कल्चर कोअर्डिनेटर in deep appreciation for your individual talents and concern dedication so generously given to Sakela Uvauli 2025, organized by United Kinatrai Organization of America New York Chapter on June 21st, 2025, New York, USA. यो प्रमाणपत्र हस्तान्तरण गरिदिन म यस च्याप्टरका अध्यक्ष श्री अरुण राईज्यूलाई म अनुरोध गर्दछु। त्यसै गरी फोटोग्राफर ज्यूलाई म यहाँ आमन्त्रण गर्न चाहन्छु। अब अर्का हाम्रा कलाकार हुनुहुन्छ जानकी राई, हाम्रो सिली ममा
जानकी राई हजुर जहाँ हुनुहुन्छ यहाँ स्टेजमा आइदिनु हुन म अनुरोध गर्छु। यहाँलाई कलाकारको आयोजकको तर्फबाट यहाँलाई ससम्मान गरिने कार्यक्रम भइरहेको छ। श्री जानकी राईज्यू, हाम्रो कल्चर कोअर्डिनेटर श्री रोशन राईलाई धेरै धेरै बधाई शुभकामना। जानकी राईज्यू तपाईँ यहाँ जहाँ हुनुहुन्छ हजुर यहाँ स्टेजमा आइदिनु म अनुरोध गर्छु। त्यसै गरी अर्का कलाकार हुनुहुन्छ अध्यक्ष श्री अर्पण राईज्यू, उहाँलाई यो प्रमाणपत्र हस्तान्तरण गरिदिनु हुन म हाम्रा पूर्व अध्यक्ष सल्लाहकार श्री प्रभाकर राईज्यूलाई अनुरोध गर्दछु। प्रभाकर सर हजुरले यो हाम्रो प्रभाकर सर हजुरले यहाँ हाम्रो अध्यक्षज्यूलाई हस्तान्तरण गर्नु। सरी अर्पण राई ल यसै गरी मैले अगाडि घोषणा गरिसकेको छु। यस संस्थाका वरिष्ठ उपाध्यक्ष अमेरिकन नेपाली आर्टिस्ट एसोसिएसनका अध्यक्ष श्री बसन्ती राई